आमा बुवा हुँदा मात्रै चेलीबेटीका लागि माइती घरको ढोका सधैँभरि खुल्लै हुन्छ। आमा आउँदैछु भनिसकेपछि आमाले सेकेन्ड हेरेर कतिखेर हिँडिस्, कहाँ पुगिस्, कतिखेर आउँछेस् भनेर ती आँखाले हेरिरख्छ। छोरी भोकारे आउँछ कि भनेर नि सकि नसकी यति तातो कुरो पकाएर राखिदिनुहुन्छ। छोरी आएको देख्न साथ मुहारमा मुस्कान, ओठमा हाँसो छरिन्छ आमाको भने नि त्यही घर हो, त्यही संसार हो। जब भाइ बुहारी दाजु भाउजूमा त्यो घर सुम्पिन्छ, त्यसपछिका दिनमा चेलीबेटी गइहाले भने पनि नि कुकुरको इज्जत हुन्छ, तर ती चेलीबेटीको इज्जत हुँदैन। टाढाबाट यात्रा गरेर चेलीबेटी माइती आए भने पनि भात खाएर आएको होला नि होइन भनेर सोध्छन्। तर आमा हुँदा नि नजिकैबाट यात्रा गरेर आउँदा पनि म टन्न छु, खाएर अगाइसकेको छु आमा भन्दा पनि यति चाहिँ खाइदेन बाबा मेरा लागि, यति चाहिँ खाइदे, तैँले खाइनस् भने त मलाई खाए जस्तै हुँदैन भनेर कोच्याएर खुवाउँथिन् क्या। तर त्यही घर हो, भोकै जाँदा पनि घरका मान्छेले नि व्यवस्था गरिदिने, खाइस् भनेर सोधिदिने, तर खाना आइज भनेर नभनिदिने। त्यही घर हो। कुनै बेला चेलीबेटीका लागि मन्दिर लाग्थ्यो, जाउँ लाग्थ्यो बाउआमा बाँच्दा, तर त्यही घर हो। बाउआमाको सेखपछि यी खुट्टाहरू कहिले हिँड्न तयार भएनन्। यो मनले सोचो हामी गयौँ भने मेरा भाइ बुहारीलाई दुःख हुन्छ, मेरा दाजु भाउजूलाई दुःख हुन्छ। होस्, हामी बोझ बनिदिनु हुँदैन चेलीबेटी। उनीहरूकै घर परिवारबाटै उनीहरूलाई टेन्सन भइरहेको छ, फेरि हामी उपरी माथि थोपरी थपिदिनु हुँदैन भनेर सोच्छन् क्या चेलीबेटीले नि। र बाउआमाका सेखपछि नि भाउजू बुहारीले गरेको व्यवहारले वचनले वाक्क हुन्छन्। त्यसकारण माइती घर जाने अरे भन्दाखेरि पनि 1000 चोटि सोचेर मात्रै जान्छन्। किनकि कुकुरको जति इज्जत नहुने घरमा नि जानु र नजानुको कुनै पनि अर्थ हुँदैन क्या। त्यसकारण बाउआमा बाँच्दै हो, जति तपाईँहरूलाई माइती घर जान मन लाग्छ निर्धक्कसँगले जानुहोस्। तपाईँहरूको बाउआमा बाँच्दा त्यो घरमा अधिकार पनि उति नै हुन्छ र तपाईँहरूको इज्जत पनि उति नै हुन्छ। बाउआमाको सेखपछि हेर्नुहोस्, न तपाईँको त्यो घरमा अधिकार हुन्छ न त तपाईँहरूको इज्जतै हुन्छ त केवल एउटा साइनो, यिनीहरू मेरा चेलीबेटी हुन् भन्ने इज्जत र साइनो हुन्छ होइन, बाँकी केही पनि हुँदैन। त्यसकारण आमा बाँच्दा आमाको सम्मान गर्नुहोस्। आमालाई कहिल्यै पनि चित्त दुख्ने खालका शब्द नबोलिदिनुहोस्। बुझ्नुभयो? राधे राधे।